रिदम लक्ष्मण सरस्वती पूजाको लागि प्रसाद गरिरहेछ नि अनि कस्तो भइरहेछ काम गर्दा कस्तो हुँदो रहेछ अरूलाई प्रसाद दिँदाखेरि बहुत खुसी हुन्छ कि नै ल हाम्रो मण्डल म्याम हुनुहुन्छ उहाँ चाहिँ एकदमै काममा धेरै बिजी काम कम कुरा धेरै गीता दिदी हुनुहुन्छ अनि गीता दिदी पनि काम एकदमै कम गर्नुहुन्छ कुरा पनि एकदमै धेरै गर्नुहुन्छ उहाँले अनि एकदमै खतरा हुनुहुन्छ हाम्रो गीता दिदी बोल्न गर्न सुरु गर्नुभयो अनि हाम्रो यहाँ दिदी हुनुहुन्छ सबैभन्दा मेहनत चाहिँ उहाँले गर्नुभएको छ बिहानदेखि लागिपर्नु भएको छ अनि हाम्रो कान्छी बुहारी यता हुनुहुन्छ नै छैन ल हाम्रो कान्छी बुहारी यता हेर्नुहोस् त कान्छी बुहारी हजुर के गरिराख्नु भएको छ भन्नुहोस् न कान्छी बुहारी भन्नुहोस् न भन्नुहोस् ल कान्छी बहिनी बुहारी ल हाम्रो 10 क्लासका प्यारीहरू हुनुहुन्छ यहाँ प्यारीहरू दुईजना एकदमै मेहनती हुनुहुन्छ उहाँहरू बिहानैदेखि काम गरिराख्नु भएको छ उहाँहरूलाई चाहिँ हामीले प्र्याक्टिकल नम्बर 25 मा 28 दिने भने हामी अनि हाम्रा यहाँ होनहार युवाहरू हुनुहुन्छ 8 क्लासको छात्राहरू उहाँहरू पनि एकदमै काम गर्न तस्सिनु भएको छ अघि नैदेखि ल जोन पनि यहाँनिर हुनुहुन्छ उनीहरू 8 क्लासका विद्यार्थीहरू एकदमै बिहानदेखि काम गरेर एकदमै सहयोग गर्नुभएको छ जोनले चाहिँ बिहानदेखि एकदमै धेरै जोन भनेको त्यहाँ हुनुहुन्छ उहाँले एकदमै हेल्प गर्नुभएको छ हाम्रो कान्छी बुहारी यहाँ खाइराख्नु भएको छ अनि यहाँ हाम्रो सबै विद्यार्थी भाइ बहिनीहरू अनि हाम्रो शिक्षिकाज्यूहरू हुनुहुन्छ सबैजना उहाँहरू सबैजना काम गरिराख्नु भएको छ अनि यतातिर हाम्रो पकाउने काम चाहिँ हाम्रो सङ्गीताले अनि त्यसपछि जोन त्यसपछि उता हाम्रो दिदी